हामी यो धनुषाको खजुरी गाउँमा छौँ। खजुरी चन्हा जनकनन्दिनी गाउँपालिकाको वाडा नम्बर 4। यहाँ ऐतिहासिक मन्दिर छ लक्ष्मीनारायणको र त्यो मन्दिरको इतिहासको पछाडिलाई हेर्ने हो भने 18औं 17औं 18औं शताब्दीमा जसरी एउटा कामचित्रलाई बढावा दिने गरी वा कामचित्रका विकासहरू गरिए त्यसलाई तन्त्रसँग जोड्ने प्रयास गरियो। अर्थात् हिन्दू धर्मले कामलाई जसरी वर्जित गरेको अवस्था छ, ओपेन हिसाबमा ओपेन खुल्ला समाजले स्वीकार नगरेको अवस्था छ भने त्यस सँगसँगै हिन्दू संस्कृतिको तन्त्रशास्त्रले कामलाई त्यतिकै महत्त्व दिएको छ र ती महत्त्वलाई झल्किने गरी यो मन्दिरको इतिहास छ र हामी यो कार्यक्रममा खास गरेर यी मन्दिरका इतिहासलाई खोतल्ने प्रयास गर्छौँ। कति पुरानो भनिन्छ, जानकी मन्दिर भन्दा पनि निकै पुरानो हो यो मन्दिरको इतिहास। यहाँ शिलालेखले त्यही कुरा दर्शाइरहेको अवस्था छ र अर्कोतर्फ यो कामचित्र चारैतिर यो मन्दिरको भित्तामा विभिन्न ठाउँमा अंकित गरिएको छ र यसले कतै न कतै देखाइरहेको इतिहासले पनि त्यही हो। र हामी हिन्दू धर्मशास्त्रको कुरा गर्ने हो भने हिन्दू धर्मशास्त्रले कामलाई पनि सँगै तन्त्रशास्त्रसँग जोडेको अवस्था छ र कतै कतै यौनाङ्गहरूको पनि पूजा भइरहेको अवस्था पनि छ। खास गरेर असमको कुरा गर्ने हो भने असममा कामाख्यामा भगवतीको अर्थात् योनिको पूजा हुन्छ। यसकारणले यो तन्त्रशास्त्रसँग जोडिएको हो र यो तन्त्र हिसाबले यो महत्त्वपूर्ण थलोको रूपमा रहेको छ। तर जुन तहहरू, जुन निकायहरू, जुन सरकारको पक्षहरूले यसलाई उजागर गर्नुपर्ने हो, यसको इतिहासलाई जनजनसम्म पुर्याउनु पर्ने हो, त्यसमा चुकिरहेको अवस्था छ। हमरा सबके बीच में हरिश्चंद्र कामत है, तई ठाम के वार्ड के वार्डाध्यक्ष खजुरी के जनकनन्दिनी गाउँपालिका वार्ड नंबर 4 के। सबसे पहले एकर मंदिर के जे इतिहास अपने के केना बुझल की छे एकर इतिहास? एहि मंदिर के लक्ष्मी नारायण मंदिर के जे 1908 में स्थापित भेल छै और धनुषा जिला भीतर के
जते भी मंदिर सब मठ मंदिर सब छै, सकभर हमरा जानकारी अनुसार जे सबसे पुरान ऐतिहासिक मंदिर के रूप में लक्ष्मी नारायण मंदिर के लेल गेल छै। ताहि दुआरे इनकर संरक्षण संवर्धन के साथ साथ जे पर्यटकीय दृष्टिकोण से एकरा विस्तार करऽ के लागी एहि के जे विभिन्न किस्म के जे शिलालेख में एहि मंदिर के चिनारी के रूप में जे आयल छै, तकर बाद में विभिन्न देवी देवता सब एहि मंदिर के प्रांगण में छै। महादेव के विभिन्न किस्म के रूप में एहि मंदिर में जे विराजमान कयल गेल छै, आ ओकर जे नेपाल में पहचान बनाबऽ के लागी वा मतलब जे मीडिया सब में वा देश विदेश में जे एहि मंदिर के जे प्रचार प्रसार होबक चाही से नहीं भऽ रहल छै। एकर कारण की छै, किया नहीं भऽ रहल छै प्रचार? अब ओहिमे सकभर ई मंदिर के जे स्थापना और एहि के संवर्धन कार्की दाजू भाई के संरक्षण में भेला के कारण से जे इनका सबके जे विस्तृत रूप से जे अथी कार्यक्रम के साथ साथ जे पटक समय समय पर जे मीडिया सबके बोला के होई वा अन्य जे हमरा सबके दात्री संस्था होई अथवा ओहिसँ पहिने हमरा सबके मंत्री जी सिंचाई मंत्री जी रघुवीर महासेठ जी सेहो ओहिमे जीर्णोद्धार के लेल लगभग अहाँ के 6 लाख कते दिन रुपया देल गेलै ताहि के अहाँ के जीर्णोद्धार। एक बात कहूँ जेना ई अपना सबके तराई भेग में एम्हर जे रूप से ई काम चित्र अंकित अहाँ के मंदिर अहाँ के बहुत कम भेटे छै। कहै छै जे खजुराह के शैली में छलै, जे के कारण से एहि गाँव के नाम खौजरी पड़लै। तऽ ई एकर जे अवस्था छै, अवस्था देखला के बाद ही बुझाई छै जे मंदिर अहाँ के ओते नीक अवस्था में नहीं छै, कियाक तऽ पर्यटक नहीं अबै छै। ई अवस्था छै अहाँ सब, कियाक तऽ अहाँ सब तऽ एकटा जनप्रतिनिधि छी, अहाँ सब की कऽ रहल छी से कहू ने। फलाना चीज ई कल के ओइसे बढ़िया अहाँ सब की कऽ रहल छी? तऽ हमरा सबके जे अपन जनप्रतिनिधि के हैसियत से जे विभिन्न किस्म के पहलकदमी के लेल जे अपना सँ माथिलो निकाय सब छै, तेकरा सबके पटक ध्यान आकर्षण सब करा रहल छै। तऽ बेरा मौका में जे आबि कऽ फोटो सब लऽ कऽ एकर जे बेरा मौका में जे एहि के चिनारी के संदर्भ में जे पत्र पत्रिका में सेहो आयल छै। तेहन किस्म के बात छै। हमरा सबसँ होअ वाला सहयोग जे बराबर अपना गांव ठाव के भेला के कारण से हरदम तत्पर भऽ कऽ जे सहयोग में लागि रहल छी। चलू धन्यवाद। हामी यो लक्ष्मी नारायण मंदिर खजुरीमा छौँ। यो मन्दिरको अर्को विशेषता के हो भने यो मन्दिरमा कामचित्र अंकित मन्दिर पनि छ र यहाँ मन्दिरका जुन विभिन्न ठाउँमा कामचित्र बनाइएको छ र यो मन्दिरको इतिहासको कुरा गर्ने हो भने श्री 5 महाराज धिराज रणबहादुर शाहको पालामा बहादुर शाह काजीले स्वरूप सिंहले यो महोत्तरी परगना खेसराहा मौजे खजुरी बिर्तामा 1800
1941 राखिएको थियो र यो मन्दिरको निर्माण 1908 मा भएको छ र अहिले यो मन्दिरको संरक्षण सम्वर्धनमा लाग्नु भएको छ र उहाँका परिवारहरूसँग यो मन्दिरको इतिहासको बारेमा हामी कुरा गर्छौँ। यो मन्दिरको इतिहासको बारेमा हामी कुरा गरौँ न। यो मन्दिरको सबभन्दा पहिला त तपाईँको यो परिचय पाऊँ। मेरो नाम देवेन्द्र बहादुर कार्की। म खजुरीकै कार्की मध्येको दाजुभाइको म एउटा बाउको साइलो छोरो हुँ। मेरो बुवाको नाम कीर्ति बहादुर कार्की। यहाँ भाइ हुनुहुन्छ, उहाँ भाइ हुनुहुन्छ। अब एकजना दाइ पनि हुनुहुन्छ। हामी यहाँ छौँ अहिले 15-20 घर। अब हुने खाने अलि राम्रो हुने खानेहरू सबै काठमाडौँमा छन्। अब अहिले हामी जुन छौँ गाउँमै छौँ, बसिरहेछौँ। यो मन्दिरको संरक्षण गरेका छौँ र बाँकी हाम्रो कुलदेवता यहाँ हुनुहुन्छ, ऊ त्यो मन्दिर हुनुहुन्छ। त्यसमा हाम्रो आफ्नो कुलको पूजा हुन्छ। हामी दसैँ मान्छौँ, त्यसमा चैते दसैँ मान्छौँ, वैशाखी पूर्णिमाको पूजा गर्छौँ। हाम्रो पूर्णेको हामी पितृको पूजा गर्छौँ। नै मतलब हो। अनि यो मन्दिरको इतिहास के हो? यो लक्ष्मीनारायण मन्दिर मन्दिरको इतिहास त मैले अघि पनि भने हो। नमस्ते, मेरो नाम इष्टध्वज कार्की हो। यो मन्दिरको इतिहास भनेपछि देवान काजी स्वरूप सिंह हुनुहुन्थ्यो। उहाँलाई चाहिने पहिले उसमा राणाकालमा चाहिँ देवान भएको भएर उनलाई आरोप लगाएर पोखरामा गएको बेलामा उहाँलाई षड्यन्त्र गरेर मारेपछि काजी स्वरूप सिंहको श्रीमती चाहिँ दरबारमा गएर रोएर कराएर म पेट बोकेको मान्छे, म 2 जीवको मान्छे, म कहाँ जाउँ, मेरो यसरी श्रीमानलाई मार्यो भनेपछि म के गरौँ भने ठिक छ, तपाईँ फलानु ठाउँ खजुरी भन्ने ठाउँमा जानुहोस्। यहाँ पहिले जङ्गल थियो। दिनभरिमा तपाईँ कतिसम्म घुम्न सक्नुहुन्छ त्यति चाहिँ घुम्नुहोस् भन्दाखेरि उहाँले अब पेट बोकेको मान्छे कति घुम्नु भनेपछि हाम्रो यो चौहदी यो भारतको बोर्डरको छेउबाट यसरी घुमेर गर्दाखेरि जम्मा उहाँले 987 बिघा जग्गामा घुम्नु भयो। अनि त्यही जग्गा चाहिँ उहाँलाई लौ बिर्ता भनेर उहाँले बिर्ता पाउनुभएको। त्यसपछिबाट बिर्ता पाएपछिबाट उहाँको सन्तान भयो। उहाँको सन्तानबाट चावडा सन्तान भयो। चावडा सन्तानमध्ये हामीहरू 3 जनाको सन्तान छौँ। 3 जनाकोबाट हामीहरू 3 जना दाजुभाइहरूको बाजे बराजु भनौँ न, त्योको सन्तान छौँ। एउटाको सन्तान नभएको भएर उहाँले चाहिने 1908 मा चाहिने यो मन्दिर स्थापना गर्नुभएको हो। अनि यो मन्दिरभित्र कति देवी देवताको मन्दिर छन्? यहाँ मन्दिर मुख्य चाहिने मन्दिरको नाउँ चाहिँ लक्ष्मीनारायण भनेर राखिएको छ। यो लक्ष्मीनारायण मन्दिरभित्र चाहिने जस्तै रामचन्द्रजीको मन्दिर छ। त्यसपछिबाट अन्य सानसाना देवी मूर्ति अन्नपूर्ण छन्, गणेशजी छन्, दुर्गा छन्, शिव पार्वती छन्। त्यसपछिबाट पितृको नाउँबाट भएर थिरमुक्तेश्वर, भीममुक्तेश्वर, नरमुक्तेश्वर भन्ने महादेवको मन्दिरको स्थापना गरिएको छ। त्यो महादेवको मन्दिरमा पनि जुन बाजेको मतलब राशि अनुसारले कोही एउटामा 36 वटा शिवलिङ्ग छ, एउटामा एउटै शिवलिङ्ग छ, एउटामा चाहिँ 4 वटा हो कि कतुरा छ, 18 वटा शिवलिङ्ग छ। त्यो स्थापना गरिएको छ र पहिले चाहिने यहाँ आएको उसहरूलाई पनि जग्गाहरूलाई पनि 3 भाग लागेको छ। एउटा लक्ष्मीनारायणको छ, एउटा सदाव्रतको छ र कुलदेवताको छ। सदाव्रतको र लक्ष्मीनारायणमा चाहिने आएको जोगी फकिरहरूलाई पनि दिने गरेको थियो पहिलेकोहरूमा। अब यसको मुख्य आम्दानी स्रोत भनेको जग्गा जमिन हो। जग्गा जमिनमा कुद मोही लागेको छ। त्यो मोहीबाट पनि हजुरको कहिले दिने कहिले नदिने अनेक उहरू प्रपञ्च भएकोले अर्को यसको आय स्रोत पनि नभएको भएर यसमा पनि अरू यहाँ पढे लेखेका सबै दाजुभाइहरू सबैले बाहिर गएको भएको भएर यहाँलाई पनि यो ब्याक एरियामा परेको, यसलाई कसैले चाख नदिने, आयस्ता आम्दानी पनि बाहिरको नहुने नगर्ने भएको भएर यसमा चाहिँ सम्बन्धित निकायले पनि ध्यान गर्नु पर्यो। यो काजी स्वरूप सिंह यो अर्को यो यहाँ खास गरेर यो मन्दिरको यो भित्ताहरूमा काम चित्र अङ्कित छन् हैन? धेरै त नष्ट भयो किनभने त्यो मैले धेरै पहिला आउँदाखेरि यहाँ त्यो सबै राखिएको थियो फुकालेर, त्यसपछि त्यसलाई फेरि यहाँ बनाइएको छ हैन? अनि त्यो काम चित्र अङ्कित भनेर यो मन्दिरमै अङ्कित गर्नुपर्ने कारण के रहेको छ? त्यो चाहिँ हामीलाई त थाहा भएन हैन? त्यो चाहिँ पहिले नि अब हामीले सुनेको अनुसारले को मिस्त्री आएको भएकोले यसले कामचित्र मन्दिर बनाएर रातभरिमा उसले बनाएको र एकै रातमा बनाएको र त्यसको चाहिँ भोलिपल्ट चाहिँ 2टा हात झरेको, काटिएको हो।
आफै काटिएको हो। त्यो चाहिँ यो जानकी मन्दिर अहिले जुन छ नि जनकपुरको प्रसिद्ध, त्यो जानकी मन्दिर भन्दा पनि धेरै पुरानो होइन, इतिहास त्यो शिलालेखहरू त्यहाँ देखिएको र पाइरहेको, अनि यति पुरानो हुँदा पनि त्यो अलि उपेक्षित यो गाउँ परेर मात्रै हो कि अरू कुनै कारण छ उपेक्षित हुनु? अब त गाउँ पनि एक त परेको हो, यहाँ हजुरको आउने यातायात पनि एउटा मुख्य रेलवे हो, रेलवेबाट पनि मान्छे आउने जाने आफ्नो काममा जाने, यहाँ भित्र पनि पढ्ने, यहाँका पढेका लेखेकाहरू पनि सबै बाहिर जाने, अनि यसलाई चाहिँ हेर्ने कसले? यहाँ भएकाहरूले होइन। यहाँ भएकाहरूले त अलिकति निमुखाहरू मात्रै बसेका, हुने खाने भए, पढे लेखे भए, बाहिर गए, त्यसपछिबाट यसको यो चाहिँ ब्यागको ब्यागै भएर पछिको पछि नै परेको भएर यो पछि परेको हो। भन्नाले यसको आय स्रोत त्यही खेती नै मुख्य चाहिँ कुदबाली नै हो। अब हालमा यो वर्षमा जसरी तपाईँको यो पर्यटकहरू आउँछ नि बाहिरबाट, त्यो आइरहेको छ कि छैन? यहाँ त्यो फाटाफुट्टा कहिलेकाहीँ मात्रै आएको हुन्छ, त्यस्तो साह्रो पर्यटकहरू पनि आएको हुँदैन। उनीहरूलाई आउने सुविधा हुनु पर्यो, बस्ने ठाउँ हुनु पर्यो, त आएर मात्रै त भएन। अनि कहाँ जाने? ब्याक एरिया छ, अब फर्किन पनि गाह्रो। तपाईँको इतिहासको कुरा गर्ने हो नि, अनि यो जनकपुर भन्दा पनि जनकपुर अब त्यो घना जङ्गल, यो पनि जङ्गलै, त त्योभन्दा अगाडिको इतिहासले दर्शाउँछ। अनि यो खजुरी नाम पनि कतिले भन्छ यो खजुरा थियो, त्यसैको नक्कल गरेर यहाँ बनाइयो यो मन्दिर, त्यसैले खजुरी पर्यो। तपाईँहरूको पूर्वजहरूले त केही सुनायो होला नि त यो गाउँको नामको विषयमा? म एकछिन बोल्छु हजुर। यो उसलाई काजी स्वरूप सिंहलाई देश निकाला भयो। उहाँ देश निकाला गर्नु त अब उसलाई पुगाउनलाई उहाँसँग मिलिट्रीहरू पनि थिए। मिलिट्रीहरू आएर उहाँ यहाँ आएर बस्नु, यस जङ्गल थियो यहाँनिर, यहाँ आएर बस्नुभयो। उहाँ आएर एक हप्ता 10 दिन बस्नुभयो, आफ्नो यहाँ आराम गर्नुभयो, अनि यहाँबाट इन्डिया पस्नुभयो। त्यो खजुरा भन्ने ठाउँ मलाई थाहा छैन। ठाउँ चाहिँ नि एउटा चाहिँ नक्टा भन्ने चाहिँ नि युपीमा कतातिर छ, त्यहाँनिर हाम्रो जग्गा जमिन पनि छ, यस्तो पनि छ उस्तो पनि छ, पत्ता लगाउने धेरै कोसिस गरेँ। इन्डिया मान्छेहरूसँग पनि त्यो ठाउँको नाउँ पत्ता लागिरहेको छैन। त्यहाँबाट उहाँ मतलब त्यो जानुभयो अङ्ग्रेजको बेलामा, अनि त्यहाँबाट फर्केर आएपछि फेरि उहाँलाई देशमा बोलाइएपछि उहाँ फेरि यहाँ आएर बस्नुभयो, 1 महिना आएर बस्नुभयो। यहाँबाट उहाँ देशमा बोलाएर यहाँ 1 महिना बसेर उहाँ जानुभयो फेरि गोर्खा गएपछि उहाँलाई चाहिँ नि गोली ठोकेर मारेपछि उहाँको श्रीमतीले हारगुहार गर्नु, मेरो लोग्नेलाई अन्याय भयो, मेरो सरकार मतलब कुन शमशेरको पालामा हो, राजाको कुन महाराजा हो त्यो मलाई नाउँ थाहा छैन। उहाँलाई मार्दाखेरि उहाँले चाहिँ नि मलाई एकदम ठ्यारो भयो। म अब कहाँ जाने, मेरो पेटमा बच्चा छ, म कसरी जाऊ, तिमी एक दिन जुन हेर्छौ त्यो मोजे तिमीलाई नै भयो, एक दिन हिँडेको मोजे तिमीलाई नै हो भनेर उहाँ चाहिँ नि, अनि उहाँलाई चाहिँ यो जग्गा मन परेको थियो उहाँको काजी स्वरूप सिंहलाई, उहाँको लोग्नेलाई। उहाँ चाहिँ नि यहाँ आएर एक दिन हिँड्नुभयो, यो खजुरी, चना, लपटोली, महुवा 4वटा गाउँ हिँड्नुभयो, जसमा कि 987 बिघा जग्गा। अनि यो मन्दिरको जुन बनावट छ नि, त्यो त मन्दिर हामीले हेऱ्यौँ, र अर्को यसमा नयाँ थपिएको छ कि सबै त्यही पुरानो? सब पुरानै हो हजुर। नयाँ कुनै थपिएको छ? तपाईँहरूको बाजे बुवाको पालामा थपिएकोमा यो एउटा छ, पार्वती मन्दिर हो। त्यति थप हाम्रो एकजना न्यायाधीश हुनुहुन्थ्यो बुवा, उहाँको छोरो पाइलट देहान्त हुनुभयो, एक्सिडेन्टमा पर्नुभयो पाइलट एक्सिडेन्टमा, अनि उहाँको नाउँमा चाहिँ त्यो पार्वती मन्दिर छ। यो खजुरी मन्दिरसँगको इतिहासलाई खोतल्ने क्रममा यही गाउँका हुनुहुन्छ पत्रकार अवधेश कामत। अवधेशजी, यो मन्दिरको हामीले इतिहास पत्ता लगायौँ, इतिहासको विषयमा। अब यो मन्दिर सबभन्दा यति पुरानो हुँदै पनि उपेक्षित किन छ? मूल रूपमा भन्दाखेरि यो लक्ष्मीनारायण मन्दिर यो जनकदन्दनी गाउँपालिका वार्ड नम्बर 4 मा खजुरी चन्हा पर्ने ठाउँमा हो होइन। मूल रूपले के हो भने यो चाहिँ तपाईँको यो निजी गुटी अन्तर्गत परेको कारणले होइन, राज्यले ध्यान दिएको छैन। सबभन्दा पहिला यसलाई त राज्यले ध्यान दिएर उहाँहरू कार्की दाजुभाइहरू पनि उहाँहरू एकदम तयार छ कि राज्यले यसलाई लिएर कमसेकम राज्यले समर्थन गरोस्, प्रबन्धन गरोस्, पर्यटन ल्याउने काम चाहिँ राज्यको हो, राज्यले यस्तो गर्यो भने राज्यलाई नै मुनाफा हुन्छ भनेर उहाँहरू पनि चाहिराख्नु भएको छ। मूल रूपमा निजी भएको कारणले त्यसको विकास किन यो निजी मात्र हो कि अरू कारण छ जहाँ पर्यटकहरू आउँदैन, यातायात छैन, या गाउँ भएको के हो अवस्था? मूल रूपमा भन्दाखेरि योभन्दा जतिखेर चाहिँ तपाईँको जनकपुर रेलवे थियो अनि टाइममा चल्दाखेरि यहाँ चाहिँ पर्यटकहरू थाइल्यान्ड, त्यसपछि कोरिया होइन, अन्य ठाउँहरूबाट पनि आउने गर्थ्यो। प्रत्येक दिन एउटा दुईटा पर्यटक आउँथ्यो।
तर जापानबाट तर कहीँ यो बिचमा चाहिँ यो 4-5 वर्षदेखि ट्रेन नचलेको कारणले यहाँ कुनै पनि पर्यटक त्यस्तो चाहिँ बाहिर मुलुकबाट आउन छोडेको छ। अब मूल रूपमा भन्दाखेरि यसको सम्बन्ध र प्रबन्धनको लागि अब स्थानीय तहमा चाहिँ सरकार पुगेको छ हैन। यो सरकारले पनि नेपाल सरकारले पनि भनेको छ सिंहदरबार गाउँ पुग्यो भनेर। सिंहदरबारका मुखियाहरूले कमसेकम यस्ता चाहिँ मठ मन्दिरहरूलाई ध्यान दिएर अगाडि बढाउनु पर्ने उहाँहरूको दायित्व हो। जबकि पर्यटन प्रवर्धनको लागि पालिकाहरूमा बजेट आउँछ, जसरी जनकनन्दनी गाउँपालिकामा पनि पर्यटन प्रबन्धनको लागि बजेट आएको होला, उहाँहरूले ध्यान यसमा दिएको छैन। उहाँहरूले पनि ध्यान दिनुपर्ने, किनभने स्थानीय सरकारको उपेक्षाको कारणले पनि यस्तो अवस्था छ। यो दुरावस्था हुनुपर्ने यो कारण पनि एक हो। त्यो पनि हो। अब यो त सरकार गठन भएको, स्थानीय सरकार गठन भएको धेरै वर्ष भएको छैन, 3 वर्ष भयो। यो 3 वर्षमा चाहिँ उहाँहरू अहिलेसम्म यसमा पूर्ण रूपमा चाहिँ एउटै हो। यो जनकनन्दनी गाउँपालिकामा यो सबभन्दा अनुसार जिल्लामै सबभन्दा पुरानो मठ मन्दिरको रूपमा एउटा चाहिँ यो छ। जस प्रकारले कमसेकम चाहिँ जनकनन्दनी गाउँपालिकाले यसलाई ध्यान दिनुपर्ने थियो, निजी भए पनि। किनभने निजी भए पनि उहाँहरूले ओपन रूपमा खुला रूपमा सबैजना आओस्, जहाँको पनि मान्छे आएर दर्शन गरोस् भन्ने उहाँहरूको चाहना हो। त्यसैले स्थानीय तहले पनि ध्यान दिनुपर्छ यसमा।